आज जेठ 20 गते बजारले देखाएको एउटा नेगेटिभ क्यान्डल, बियरिश क्यान्डल के छ त? इन्भेस्टर र ट्रेडरको माइन्डसेटहरू कस्तो हुनुपर्छ भन्ने विषयमा डेफिनेटली पनि चर्चा गर्नेछौँ। आज बजार हेर्ने हो भने भत्किएको छ, भासिएको छ। बजार 35.73 अङ्कले झरेको हामी देख्न सक्छौँ। म्यासिभ फल बजारमा आएको हामी देख्न सक्छौँ। क्यान्डल पनि बियरिश माराबुजु टाइपको क्यान्डल बनेको छ, गिरावटवाला खालको क्यान्डल बनेको हामी देख्न सक्छौँ। भनेपछि के छ त यसभन्दा धेरै योगदान दिने सेक्टर कुन रह्यो त आज दिनमा गिरावटको लागि? ब्याङ्किङ सब इन्डेक्समा म्यासिभ गिरावट देख्न सक्छौँ, 2% माथि। डेभलपमेन्ट ब्याङ्कमा गिरावट देखियो, फाइनेन्समा, होटलमा, हाइड्रोमा गिरावट, हरेक सेक्टरमा चाहिँ एकदमै गिरावट देखिएको अवस्था छ। 214वटा कम्पनी डिक्लाइन देखियो, एडभान्समा 34वटा कम्पनीहरू छन्। भनेपछि बजारको सुरुवाती तपाईँको सामान्य प्रियोभेसन माइनसबाटै भएको थियो, 0 अङ्कबाट। ठिक छ सुरुवात भनेको 2694बाट भएको थियो भनेपछि लगभग अन्त्य भनेको चाहिँ 2600 तपाईँको 58.93बाट भएको छ। भनेपछि के छ त अब कस्तो रणनीति लिएर अघि बढ्नुपर्छ? कारोबार 6 अर्बको मात्रै भएको छ, अलिकति कारोबार चाहिँ खुम्चेको छ झरेको बजारमा। अरू दिनु बेलाको भन्दा अलिक कारोबार अलिकति सुस्ताएको चाहिँ हामी देख्न सक्छौँ। भनेपछि अब टप गेनरमा प्योर, ओएमपिएल, युएलबिएसएल, एनएबिबिसी देखिरहेको अवस्थामा टप लुजरमा सप्तकोशी, बिएसपिएल, पिसिबिएल, एलएसएल, एसडब्ल्युएमएफ देखिरहेको अवस्था छ। भनेपछि टप गेनरमा रहेका युएलबिएसएल र हामी चाहिँ टप लुजिङमा रहेको एसएपीडिबिएलको पनि चर्चा गर्ने कोसिस गर्नेछौँ। के छ त कस्तो सङ्केत छ र बिएसपिएलको पनि हामी टेक्निकल एनालाइज गर्नेछौँ यसै भिडियोमा। ठिकै छ टेक्निकल चार्टमा गएर सरसर्ती हेर्ने हो भने यो प्लेन चार्टलाई हामीले हेर्ने हो भने एक हिसाबले यो प्लेन चार्टलाई सरसर्ती यो रेजिस्टेन्स जुन हाम्रो छ 2740 को जुन हाम्रो रेजिस्टेन्स, यसलाई बडो मुस्किल परिरहेको छ बजारलाई पार गर्न। एकदमै हम्मेको सिनारियो पछिल्लो अवस्थामा यो रेजिस्टेन्स पार गर्न भइ नै रहेको अवस्था त छ। भनेपछि हाम्रो सपोर्ट एउटा माइनर सपोर्टको रूपमा हेर्न सक्यो, लगभग 2600 को एरियातिरको हाम्रो एउटा सपोर्ट छ। यो चाहिँ हाम्रो एउटा सपोर्टको रूपमा हामीले हेरि नै रहेका छौँ। भनेपछि यो सपोर्ट र रेजिस्टेन्सको बिचमा बजार फ्लक्चुएट भएर खेलिरहेको अवस्था छ। यो रेन्जमा चाहिँ तपाईँको प्ले गर्छ, रेजिस्टेन्समा रिएक्ट गर्ने, फेरि सपोर्टमा आउने, फेरि रेजिस्टेन्समा रिएक्ट गर्ने, फेरि सपोर्टमा आउने कार्य चाहिँ भइरहेको अवस्था छ। अब यतिले चाहिँ हामीले चाहिँ बजारको मोमेन्टमै लुजै भयो भनेर बुझिहाल्न चाहिँ अलिकति हतारै हुन्छ कि जस्तो लागिरहेछ। सपोर्ट रेजिस्टेन्स रिएक्ट गर्दै 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 विगतमा पनि बजारले एउटा चाहिँ आक्रामक मुभ देखाएको छ। विगतको सिनारियो हेर्ने हो भने यो एरियातिर ठिक छ यो एरियातिरको हाम्रो सपोर्ट र तपाईँको यो एरियातिरको रेजिस्टेन्स हेर्ने हो भने सपोर्ट र रेजिस्टेन्स पटक पटक तलमाथि गर्दै लास्टमा रेजिस्टेन्स ब्रेक गरेर ठुलो आक्रामक मुभ त देखाएको नै छ। भने अहिले तत्कालको सिनारियोलाई हेर्नु आजको भोल्युमको कारोबार पनि तपाईँको अलिकति सामान्य भोल्युमहरू भन्दा अलिकति कम भोल्युमहरू आइरहेको छ। पछिल्लो समयको भोल्युमहरू भन्दा कम भोल्युम र तपाईँको गिरावट चाहिँ म्यासिभ भएको छ। यसको मतलब के छ सेलरहरूले सेल त गरेका छन् तर अलिकति लगानीकर्ताले बेच्न नि चाहिरहेको छैनन् भन्ने कुरा पनि बुझिन्छ। कारोबार झरेको बेला कम हुँदै जानु राम्रो पनि हो। यदि कारोबार रकम बढ्न थाल्छ भोलिका दिन एउटा आक्रामक रूपमा 10 अर्ब 7 अर्ब भन्दा माथि चढ्न थाल्छ भने अलिकति सङ्केत बिग्रियो, बजारको लय बिग्रियो। अब यो सपोर्टलाई नि ब्रेक गर्छ 2600 लाई ब्रेक गरेर तलतिरै आउँछ, अर्को हाम्रो जुन 2580 लाई टचअप गर्न आउँछ भनेर हामीले बुझ्न चाहिँ सक्छौँ। अहिले तत्कालै आजको दिनलाई हेरेर चाहिँ अब चाहिँ बजार भत्कियो, भासियो। अब टेक्निकल एनालाइसिसहरूले टेक्निकल एनालाइसिस गरेकै मिलेन भनेर भन्न चाहिँ मिल्छ जस्तो मलाई त लाग्दैन साथीहरू। डेफिनेटली पनि सरसरी हामी माइनर टाइम फ्रेममा यसरी हेर्ने हो भने एउटा डब्लु प्याटर्नको पनि यहाँनिर फर्मेसन हुन खोजिरहेको छ बजार भनेर हामीले कुरा गरिरहेको थियो। त्यो त अब तत्काल इनभ्यालिड जस्तै नै भइरहेको अवस्था चाहिँ छ ठिक छ। भनेपछि 15 मिनटको टाइम फ्रेममा कुनै ग्यापहरू रहेको र त्यसलाई फिल गर्न आएको हुनसक्छ कि के छ भनेर हेरौँ त ठिक छ। 15 मिनटको टाइम फ्रेममा हेर्ने हो भने यहाँनिर चाहिँ अब पियर भ्यालु ग्यापहरूको एकदमै देख्न सक्छौँ। नेप्सेलाई हेर्ने भने यहाँनिर नै छ, तल्लो पिच लाइनमा नै छ एउटा यहाँनिर पनि छ ओभिएसहरू भनौँ न अर्डर ब्लकहरूको पुरै श्रृङ्खलाहरू यहाँ देख्न सक्छौँ। यो रेन्जतिर मजाले टचअप गर्न आउन सक्ने सम्भावना देखेको छ। फेरि पनि 2617 अथवा यो रेन्ज लगभग 2616 को रेन्जसम्म बजार आउन सक्ने निश्चित रूपमा सङ्केत चाहिँ छ फेयर भ्यालु ग्याप र तपाईँको अर्डर ब्लकहरू मजाले देखिन्छ। यो रेन्जतिर नआउला भन्न चाहिँ सकिन्न यसपालिको। अब चाहिँ बजार यो रेन्जतिर आउन पनि सक्छ भने हामीले बुझ्न चाहिँ पर्ने जस्तो परिस्थिति चाहिँ आएको छ भनेर जानकारी गराउन चाहन्छु। यो दुईटा रेन्जमा 15 मिनटको टाइम फ्रेम हेर्दाखेरि चाहिँ एउटा 2640 को छेउछाउ, अर्को त्यसलाई ब्रेक गर्यो भने 2625 26 17 यो जुन अर्डर ब्लकको एरिया अथवा फेयर भ्यालु ग्यापको एरिया यतातिर चाहिँ यहाँतिर आउन सक्छ।
योभन्दा तल चाहिँ यता चाहिँ होइन 2600 सम्म चाहिँ नआउने हो कि जस्तो चाहिँ देखिया चाहिँ है। ठिक छ, भोलिलाई विकली होइन टचअप गरेर बााउन्स ब्याक पनि गर्न सक्छ, तर यो रेन्जमा चाहिँ बजार आउने निश्चित रूपमा सङ्केत देखिएको नै छ है। अभियसली पनि भोलिको दिन पनि गिरावट केही सङ्केत बजारमा देखिन सक्ने चान्सेस भएको छ। यहाँसम्म आएर है अब विकले चाहिँ तपाईँको पुल ब्याक गर्दा त बेटर हुन्थ्यो, अब त्यो त हेर्नै बाँकी छ है। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि ह्यामर क्यान्डल बनिदिए बेटर हुन्थ्यो। जस्तै यहाँबाट भोलिको दिनमा एक्जाम्पल स्वरूप है, यहाँबाट चाहिँ यस्तो क्यान्डल क्या यस्तो टाइपको क्यान्डल बनिदिए चाहिँ है, अनि एउटा स्ट्रङ रिभर्सलको सङ्केत हुन्थ्यो। आज यस्तो क्यान्डल बन्न सकेन, यसलाई चाहिँ हामीले ह्यामर क्यान्डल हत्यौडा टाइपको क्यान्डल भन्छ। यस्तो क्यान्डल बन्न सके विक लामो भएको अनि पुल ब्याक चाहिँ आक्रामक हुन्छ भनेर बुझ्न सक्थ्यो, त्यो आज भ्यालिड भएन। आज सेलिङमै बजार सकिएको अवस्था चाहिँ छ। अब भोलिको दिनलाई हेर्दै जाउँ। ठिक छ, नर्मली 2615-20 त मजाले आउने सङ्केत भइ नै हाल्यो। अब हामीले सेभ गरेको इन्डिकेटरले चाहिँ के सङ्केत गर्दैछ है, अभियसली पनि हेरौँ है। ठिक छ, सुरुवात नेप्सेबाटै गरौँ। के छ त है, नेप्सेलाई सरसर्ती हेर्ने हो भने जुन एउटाको नेप्सेको ट्रेन्ड लाइनको कुरा गरिरहेको छौँ है, पटक पटक यो एरिया डिमान्ड जोन, यो एरिया डिमान्ड जोन, यहाँबाट यसलाई डिमान्ड जोन माथि माथि सर्दै गइरहेछ। त्यहाँबाट गएर यो अलि डिमान्ड जोन अलिकति थोरै तल केही फरक परेन, यसलाई डिमान्ड जोन, अलिकति डिमान्ड जोन चाहिँ माथि 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 नै सिफ्टै चाहिँ भइरहेको अवस्था नेप्सेलाई हेरेर हामी देख्न सक्छौँ चाहिँ ओभरअली बजार सकारात्मक छ कि क्या हो, यो डिमान्ड जोन हेरेर हामी देख्न सक्छौँ है। हाइराइकै फर्मेसन छ त्यो हिसाबले पनि। ठिक छ, अब अर्को यहाँबाट एउटा ट्रेन्ड लाइन ड्र गर्ने हो भने यो जुन यो तल्लो लाइनबाट यसरी ट्रेन्ड लाइन ड्र गर्ने, यो ट्रेन्ड पनि ब्रेक भएको, ट्रेन्ड लाइनभन्दा मासिरै सस्टेन भइरहेछ भनेर बुझ्न सक्यो। यसरी पनि हेर्न सक्छौँ अभियसली पनि। अब जताबाट हेर्दा पनि अब जुन यो अघिल्लो दिनको हाई रेसेसलाई ब्रेक गर्न सकिरहेको छैन, त्यो चाहिँ अलिकति है झ्याउ लाग्दो, अलिकति बजारलाई अलिकति भनौँ न गुड न्युज आउँदा आउँदा पनि मौद्रिक नीतिको समीक्षा राम्रो आउँदा आउँदै पनि होइन, अनि त्यहाँबाट गएर चाहिँ बजेट भाषणमा पनि बजारप्रति राम्रो र क्यापिटल गेन ट्याक्समा कुनै पनि हेरफेर र परिवर्तन नभएको 7.5 यथावत रहेको हुँदा पनि बजार आक्रामक हुन नसकेको हो र भनेर धेरैलाई चाहिँ अलि बजारले गभर्नर चाहिँ बजारले नपत्ताएको नै हो र जस्तो अनुभूति चाहिँ भइरहेको अवस्थामा अब बिस्तारै बजारमा राम्रो गुड न्युज आएपछि बिस्तारै सेयर लोनहरू थपिँदै जाने सम्भावना अझै पनि होइन। झरेको बेला नै एकुमुलेसनहरू नै चलिरहेको जस्तो पर्टिकुलर स्क्रिप्टहरूमा देखि नै रहेको अवस्थाले होइन बजार म्यासिभली झर्ने चान्सेस चाहिँ कमै छ जबसम्म यो ट्रेन्ड लाइनलाई रेस्पेक्ट गरेर बस्छ। भोलि दिन यो ट्रेन्ड लाइनभन्दा तल आउँछ नि यसरी अनि चाहिँ अनि बजार अलिकति तल्लै रेन्जतिर भाँसिन सक्छ भन्ने कुरा हो। अब हेर्दैछौँ है, ठिक छ, 2600 को छेउछाउसम्म स्टिल आशावादी भएर बस्न सक्छौँ बजारप्रति, यो चाहिँ हामीले ढुक्क भएर बस्न सकिन्छ जस्तो लाग्छ। ठिक छ, बोलिङ्गर ब्यान्ड हेर्ने भने मिडल ब्यान्डलाई भोलि सपोर्ट, आज त मिडल ब्यान्डभन्दा माथि नै छ, भोलिको दिन मिडल ब्यान्डलाई सपोर्ट लिएर माथि बस्छ भने राम्रो कुरा देखिन्छ, बजारको एउटा ब्युटिनेस देखिन्छ। अब हेर्दैछौँ मिडल ब्यान्डलाई सपोर्ट गर्छ गर्दैन, इएमए भन्दा थोरै तल आएको छ, सङ्केत चाहिँ बजारको अलिकति तुइएको हो कि बिग्रिएको हो कि भाँसिएको हो कि भनेर भन्न सक्छु। पिभट विन्डको 2608 को सपोर्ट चाहिँ मैले त्यही भनिरहेको छु, 2608 सम्म भत्किन सक्ने चान्सेस बनाइरहेको अवस्था छ पिभट पोइन्ट अनुसार। ठिक छ, भोल्युम त हामीले अब यो भोल्युम जुन यो मुभिङ एभरेज भन्दा माथि 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 भोल्युम आउँछ भने बजार बढ्न सक्छ भनेको अहिले भोल्युम तल आएको छ, कारोबार घटेको छ, यसले राम्रै सङ्केतै बनाउँछ एक हिसाबले। ठिक छ, झरेको बेला भोल्युम कमाउनु राम्रो। एमएसी मुभिङ एभरेज च्यानल लाइन भन्दा जब माथि माथि जान्छ तब ट्रेड रिभर्सल पुल ब्याक हुने सङ्केत हुन्छ भनेको, तर अहिले ठ्याक्कै यो मुभिङ एभरेज च्यानलको बिचतिर आएको छ। अब हेर्दै जाउँ है, ठिक छ, है बजार सकारात्मक बन्न सकिरहेको छैन यति राम्रो गुड न्युजमा पनि। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ है बाई सिग्नल भ्यालिड भइसक्यो त्यो एमए टु इएमए क्रस, तर त्यसलाई फेरि पनि इन्भ्यालिड गर्दै तलतिर खस्किन खोज्दैछ है, त्यो चाहिँ राम्रो पक्ष होइन। बजार राम्रो बन्न खोज्दा खोज्दै नराम्रोतिर चाहिँ धकल्लिरहेको छ, लगानीकर्ता उत्साहित छैनन् बजारप्रति भन्ने देखिन्छ। एमएसिडीमा चाहिँ मेरो विचार यहाँतिर तल किनेको साथै यसलाई प्रफिट बुक भएर एक लेभलको प्रफिट बुकिङ चल्दै हो कि जस्तो लाग्छ। जेरो लाइनभन्दा माथि आएको चाहिँ यो हिसाबले चाहिँ बजार लङ रनमा रिवार्डमय नै छ, यो चाहिँ मैले देखिरहेको छु। र एडिएक्स हेऱ्यो भने 24 को एरियातिर छ, आज झन्डै 25 एरियातिर पुगिसकेको अवस्थामा अलिकति बजार खस्किएर फेरि 24 तिर बाङ्गियो भनौँ एक हिसाबले। अब यो भोलिभन्दा 25 भन्दा माथि जान्छ भने एउटा नेप्सीमा पुल ब्याकको सङ्केत, एग्रेसन बाइङ मोमेन्टमहरू आउन सक्छ भन्ने कुरा हो। ठिकै छ, अब जस बजार झरे तापनि टेक्निकल्ली चाहिँ स्टिल पनि बजार सकारात्मक छ भन्ने कुरा देखिरहेको अवस्थामा स्ट्याटिस्टिक आरएसआई ओभरबटतिरै बसिरहेको अवस्था यहाँ छौन्जेलसम्म स्टिल आशावादी हुनु पर्यो। हाइटेक छ, स्टिल नेगेटिभ त छैन, तर यो अलिकति यो लाइन चाहिँ तल क्रस यसलाई ओरेन्ज कलरलाई गराएर फेरि करेक्सन खोजे हो कि बजारले जस्तो अनुभूति चाहिँ गराएको छ आजको यस्तो सङ्केतले। अब आरएसआई लगभग तपाईँको 58 को एरियातिर पुग्यो, त्यहाँबाट त्यो तलतिर भाँसिएको छ।
बिस्तारै पुल ब्याक हुन्छ कि आजको क्यान्डललाई हेरेर बजार खसिहाल्छ भत्किहाल्छ भन्दा पनि अब भोलिको सङ्केतले चाहिँ बजारलाई एकदमै निर्णायक रूपमा हेर्छ जस्तो अनुभूति लागिरहेको छ किनभने यो रेन्ज तल ब्रेक हुनु भएन यो ट्रेन्ड लाइन ब्रेक तल आउँछ भने यात्रा अलिकति नमिठो हुनसक्छ है त्यो चाहिँ मैले भन्न चाहिँ स्टिल पनि त्यस्तो डराइहाल्न पनि होइन आत्तिहाल्न पनि त्यो केही पनि भएको छ जस्तो मलाई लाग्दैन प्रफिट बुकिङवाला भाइब्स मलाई चाहिँ आइरहेछ ठिक छ लङ भिजनको रूपमा हामीले इचिमोको क्लाउडलाई हेर्छौँ यो क्लाउडको फर्मेसन के छ सकारात्मक छ कसरी भनेर सोध्नु होला फेरि क्लाउडको फर्मेसन सरस्वती हेर्यो भने क्लाउड के छ हरियो क्लाउड भर्खरै सुचारू भएको अवस्था छ यसको मतलब के यहाँनिर इन्ट्याक्ट बायरहरूले चाहिँ किनिरहेको छ एग्रेसिभली किनिरहेको छ झरेको बेला नि मौका उठाइरहेको छन् अपरेटर इन्स्टिट्युटहरूले मौका छोपिरहेको अवस्था हुनसक्छ भन्ने कुराको अनुभूति भइरहेछ र यो कन्भर्जन लाइन जुन हाम्रो यो निलो लाइन छ यसले अब चाहिँ यो रातो लाइनलाई क्रस यहाँ हानेको छ र बिस्तारै यहाँ निलो लाइन मास्तिर सिफ्ट हुँदैछ यो चाहिँ एउटा चाहिँ बुल ट्र्याप पनि हुन सक्ने सङ्केतको मलाई अनुभूति भइरहेको अवस्था छ बुल ट्र्याप झर्छ भनेर लास्टमा झुकाएर मास्तिर वान साइडेड मुभ हुने सङ्केत यहाँनिर एकदमै हाई देखिरहेको छु त्यही भएर एकदमै ध्यान दिनुपर्ने अवस्था छ अहिलेको अवस्थामा है ठिक छ स्टिल वेट गरेको नि जित्न सक्ने प्रोबेबिलिटी म्याक्सिमम छ लङ भिजनको इन्डिकेटरमा इचिमोको क्लाउडलाई हेर्दाखेरि भने है बुल ट्र्याप हुनसक्छ मास्तिर भन्नाले हिसाबले झर्छ जस्तो गरेर लास्टमा वान साइडेड मुभ गर्न खोजेको नि हुनसक्छ ओभरअली राम्रो देखिएको छ बजारको माहौल ठिकै छ है एक दुईवटा स्क्रिप्टको बारेमा नि चर्चा गरौँ के छ त है अहिले भर्खरै कुरा गरेको छु एसएपीडीबीएल के छ त किन्न सकिन्छ आजको दिनसम्म बाई भ्यालिड थियो जस्तो मलाई लाग्छ एसएपीडीबीएल हामीले यहाँतिर किन्ने कुरा गरेको थियो डिमान्ड जोनभन्दा थोरै तल ठिक छ त्यहाँबाट बाउन्स ब्याक भएको छ पहिलो टार्गेट लगभग यहाँसम्म छ लगभग 1080 भन्दा माथि 1150 सम्मको टार्गेट छ आजको दिनसम्म 22 भ्यालिड थियो जस्तो मलाई लाग्छ भोलि पनि थोरै करेक्सन हुन्छ भने स्टिल पनि बाई भ्यालिड छ टेक्निकल्ली हरेक इन्डिकेटरले 22 सिग्नल भ्यालिड नै गराइरहेको अवस्था छ भोल्युम सेक्सन पनि बढेको हुँदाखेरि यदि भोलि पनि झर्छ भने एउटा चाहिँ बाई अपर्च्युनिटीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ जस्तो लाग्छ मेजर एकुमुलेसन छ है राम्रो मेजर होल्डिङ पनि रहेको हिसाबले यो स्क्रिप्टलाई बाई अब्जर्भेसनलाई स्टिल पनि भ्यालिड छ जस्तो लाग्छ बिएसपीएल चाहिँ एक लेभलको म्यासिभ सप्लाई छ रे माथि अपरेटरले एकदमै एउटै रेन्जमा राखेर चाहिँ बिएसपीएललाई म्यासिभ सप्लाई दिएको हामी देख्न सक्छौँ है यही रेन्जमा खेलाइ एउटा बुम हुँदाखेरि है यहाँतिरबाट सप्लाई दिएपछि स्टिल झरेछ अब किन्ने कि नकिन्ने धेरैको प्रश्न बिएसपीएल एकदमै झर्यो अब किन्ने कि नकिन्ने है अब झरेपछि अब बढ्छ यहाँबाट जस्तो लाग्छ झरेपछि किन्ने जस्तो लाग्छ तर झरिरहेको म्यासिभली झरिरहेको चिजलाई त्यसरी ड्याङ्ग समय हाल्न चाहिँ अलिकति राम्रो कुरो चाहिँ होइन है एकदमै प्लान बनाएर समाउनुपर्छ अहिलेको साथ फलिङ नाइफ जसरी एकदमै ठुला बियरिस क्यान्डल बन्दैछ समाउने हतार नगरौँ एउटा पुलब्याकबाट एउटा चाहिँ भनौँ न एक हिसाबले चाहिँ बुलिस क्यान्डलै बने पनि त्यो दिन वेट गरौँ अलिकति कन्फर्मेसन कुरौँ सपोर्टमा आएको हिसाबले कसैलाई धेरै एग्रेसिभ किन्ने बानी छ भने एग्रेसिभ नहौँ डिफेन्सिभ ट्रेड गरौँ लगभग यो तल्लो सपोर्टसम्म पाउने हिसाबले अलिकति तलै किन्छु पिड लाइनैतिर अनि यसरी तल्लै सपोर्टतिर ध्यान दिन्छु भनेर तल्लोतिर किन्ने चाहिँ अलिकति बानी बसालौँ है एग्रेसिभ नहौँ त्यति भन्न खोजेको अलिकति उत्साहित धेरै ओभर एक्साइटेड नहौँ है त्यो हुँदाखेरि चाहिँ राम्रो हुन्छ अहिलेको अवस्थामा है यो तलतिर किन्ने प्रयास गरौँ 650 को रेन्जतिर बेस्ट बाईको लागि सोचौँ है ठिक छ त्यसरी अघि बढ्न चाहिँ सकिन्छ जस्तो लाग्छ मलाई है ठिक छ हो भनेपछि अर्को के छ त युएलबिएसएल को के छ त पछिल्लो अवस्थामा है किन्न सकिन्छ या के छ अवस्था सिनारियो टेक्निकल्ली प्राइस एक्सनको मुभ अनुसार है मैले यहाँबाट एउटा इन्ड्युस भएर पुल ब्याक हुन सक्छ युएलबिएसएल को ठ्याक्क मैले लाइभमा पनि विश्लेषण गरेको मार्केट स्ट्रक्चर शिफ्ट यहाँनिर आएर भएको छ एउटा इन्ड्युसमेन्ट हो पुल ब्याक हुन सक्छ आज पुल ब्याक भएको छ अब यहाँनिर कतिले इन्ट्री प्लान बनाएको भए ठिकै छ है केही फरक परेन तर यहाँबाट नि हामीले चाहिँ छुटेको साथले यहाँ पनि एउटा चाहिँ इन्ट्री प्लानको लागि यो एरिया पनि हामीले कन्सिडर गर्नुपर्छ जस्तो लाग्छ मलाई यदि यहाँ आउँछ भने इन्ट्री प्लान ठिक छ है त्यही भएर यहाँतिर पनि ध्यान दिनुपर्छ यो पनि एउटा रेजिस्टेन्स ब्रेक गर्छ त्यसै हामीले चाहिँ मास्टरको यात्राको एक्सपेक्टेसन गर्न सक्छ यहाँनिर पार्सल बाई हुन्छ यहाँनिर एग्रेसिभ बाई हुन्छ है ठिक छ यो रेन्जतिर यहाँ भन्नाले तपाईँको 3300 मा हाम्रो पार्सल बाई हुन्छ एग्रेसिभ बाई तपाईँको लगभग 37 भनौँ न 3500 3700 माथि चाहिँ हाम्रो एग्रेसिभ बाई हुन्छ त्यहाँबाट टार्गेट त हाम्रो छँदैछ लगभग 4800 सम्मको त्यो त हामीले हेरौँला ठिक छ अहिलेको अवस्थामा के गर्नु भएको छ कसो गर्नु भएको छ ठिकै छ तपाईहरुलाई हाम्रो टेक्निकल विश्लेषण कस्तो लाग्छ है मन पर्छ नि लाइक गर्न सक्छ सपोर्ट गर्न सक्छ निरन्तर हामी लाइभमा नै छौं भिडियो अपडेट दिने रहेका छौं यति भन्दै आज बिदा माग्न चाहन्छु हस्त नमस्ते टेक केयर बाइ बाइ ह्याभ अ गुड टाइम इन्जोय है ल ठिक छ।